हेलो एभ्रिवान, सबैलाई मेरो ब्लगमा स्वागत छ। यो चाहिँ मेरो फर्स्ट लङ भिडियो हो। सो सबैले मन पराइदिनु होला। हामी इस्कुसको जरा खन्न जाँदैछौँ, हामी 3 जना मिलेर। बोल्नु केही भन्नुस् न। हामी इस्कुसको जरा खन्न जाँदैछौँ, खनेर देखाउनेवाला छौँ। हिँड्नु न। अब दुई झार पानी पर्यो भने नि इस्कुसको मुन्टा पुरा निस्किन्छ। कति छ त इस्कुस त हाम्रो बारी। हजुर ओ यो जरा खन्न लगाएको हामीले चाहिँ त के मुसा मरेछ क्या नि थुप्रै गना त मम्मी यहाँ पुरा बनाएको छ है। निया दिदीले स्टार्ट गर्नुहुन्छ खन्न सबैभन्दा पहिला। अला खन्नु हजुर कति पराएको त ए हेर्दै न हो आन्टी। ओ इस्कुसको जरा हो नि। हेलो गाइस भन्दै हो नि हित। किन नचुट्यो त्यसको अब त्यसको लहरा चुटाउनु हुँदैन है। फेरि यताको चाहिँ लहरा चुटाउनु हुँदैन। लहराको बाटो कम्ती गएको छैन त लाएर त आलु जस्तै हुन्छ कि आलु पर आलु जरा पनि त्यो फल्दैन। यस्तो फल्छ होला नि। हो त्यस्तै फल्छ त्यस्तै। यस्तै तर अलि ठुलो ठुल्ठुलो हुन्छ। यसको यो ठुलो अरू होइन फल्ने। त्यसको मुनि गएको छ कि भनेको म त्यसको मुनि। मुन्नी त हुन्छ कति मुनि खन्नुपर्छ। एउटा मान्छे सबै पोस्ने पनि खन्नुपर्छ त। खन्ने भ्याइन्छ अलिअलि गर्ने। फाइनली चाहिँ हामीले जरा भेटाएर यसको आधी पक्कै आधा आधा भयो। पक्कै भयो निस्क्यो। त्यसमा छैन त्यसमा छैन। खोइ छोडेर त पनि म त्यहाँ पस्छु। आन्टी चाहिँ कति एक्साइटेड हुनुभएको पाएर। एउटा यहाँ छ एउटा त्यो कुनामा छ। देखि ध्यान देखियो। ए तेरे हो ल आयो यो न मुनि त छैन होला है। छैन छन् नि ठुलो बढ्दै गएको छ। उसको माथि छौ। भित्ताको गर्नु न म पक्रिनु त्यो भित्ताको नि ताल पुछाको उ माथिबाट खने। यो जान्न नि त बुढा यो रुखको इस्कुसको जरा खनेको हेर्नु कति निस्केको छ। 10 केजी चाहिँ निकालिसक्यौँ हामीले। ओ त्यहाँ पर छ नि। उपर कति छ त्यो त भारू नेपाली त 10 को 16 हुन्छ। आमा फाइनली हामीले लास्टमा खनेर यति निकाल्यौँ। सोचेको भन्दा नि बढी निकाल्यौँ हो। मैले इस्कुसको मुन्टा पनि टिपेँ। फेरि हामी आफ्नो घरतिर लाग्यौँ। अब हामी भोलि चाहिँ सुनेर खानेछौँ, कसैले तरकारी खानेछौँ।
आजको भिडियो यति नै हो सबैले मन पराइदिनु होला